हेलो 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 नमस्कार मेरो ब्लगमा हजुरहरूलाई स्वागत छ। चिसो चिसो मौसम भइरहेको छ, त्यसैले म हजुरहरूलाई मेरो करेसाबारी देखाउन गइरहेको छु। के फलिरहेछ करेसाबारीमा के फलिरहेछ हेर्नु है। लसुन हेर्नुहोस्, बकुला, लसुन, सिमी, कर्कल, केरा करेसाबारीमा हेर्नुहोस् है के फलिरहेछ। म तपाईहरुलाई देखाउँछु। लसुन हेर्नुहोस् है, लसुन, साग, लसुन, प्याज पनि छ है। प्याज हेर्नुहोस्, मुला हेर्नुहोस्, मुला हेर्नुहोस् त, हेर्नुहोस् कति राम्रो मकै हेर्नुहोस्। म तपाईहरुलाई अब आलु देखाउन गइरहेको छु। मुला हेर्नुहोस्, मुला हेर्नुहोस्, करेसाबारीमा आलु हेर्नुहोस्, यो सब आलु हो हेर्नुहोस्। आलु अनि यहाँ घिउसिमी हेर्नुहोस्, घिउसिमी हेर्नुहोस्, घिउसिमी, आलु हेर्नुहोस्, यति खनिसक्यो आलु, यति खनिसक्यो। अब यता यति खन्न बाँकी छ। आलु हेर्नुहोस्, छेउछेउमा चाहिँ मुला पनि छ है। मेरो करेसाबारी हजुरहरूलाई देखाउँदैछु मैले। मुला पनि छ, मुला पनि फलेको छ हेर्नुहोस् है। र यहाँ आँपको रुख पनि छ। र यहाँ हेर्नुहोस् काउली हेर्नुहोस्, काउली। हजुरहरूलाई अब म मेरो उता करेसाबारी देखाउन गइरहेको छु। यो मेरो पछाडिको करेसाबारी हो। अब मैले उता हजुरहरूलाई साग अनि त्यहाँबाट काउली, बन्दा अनि त्यहाँबाट खुर्सानीहरू देखाउन गइरहेको छु। हेर्नुहोस् खुर्सानी, हेर्नुहोस् खुर्सानी, हेर्नुहोस् साग। अन्त कति राम्रो साग फलेको छ। साग हेर्नुहोस् त, कति राम्रो साग फलेको छ। अनि यहाँ टमाटर पनि हेर्नुहोस्, टमाटर। ल हेर्नुहोस् हजुर काउली, उता काउली हेर्नुभयो, यता बन्दा हेर्नुहोस्, बन्दा। अनि यता कटहर पनि फलेको छ हेर्नुहोस्। यहाँ लिची, उखु, आरु, कागती र केरा पनि फलेको छ हेर्नुहोस् है। केरा, कागती, बारी केरा पनि हेर्नुहोस्। करेसाबारीमा केरा पनि फलिरहेको छ। केराको बारी हेर्नुहोस्।